हामी चाहिँ सल्लेरीबाट लुक्लाबाट हुँदै उचाइका क्षेत्रहरू बढ्दै चौरी खर्क बाट नाम्चे बजार एक दिनको बाटो अनि नाम्चे बजारदेखि यो डोले भन्ने ठाउँमा पनि आइपुग्दा रहेछन्। अब अलिकति हिँड्न सक्ने मान्छेहरू चाहिँ अलि पछाडि त्योभन्दा नि अलि 1-2 घन्टा पछाडि पुग्न सक्ने हुन्छ अरे। अब हामी हेरौँ कतिसम्म चाहिँ अगाडि जान सकिन्छ। अनि यो चाहिँ डोले र नाम्चे बजारको बिचको क्षेत्र हो। यो अत्यन्तै मनमोहक छ। अब यो चाहिँ मरुभूमि जस्तो देखिसकेको छ। यो चाहिँ अब शीत मरुभूमि भनेर भन्न पनि सकिएला। अब यहाँबाट चाहिँ हामी चाहिँ 1.5 दिनको यात्रा तय गरिसकेपछि अहिले लगभग 12 बज्यो। आज र भोलिको दिनको यात्रा तय गरिसकेपछि चाहिँ हामी गोक्यो ताल पुग्छौँ र अनि गोक्यो तालबाट चाहिँ सोमथिङके पास थोरङला पास गरेपछि चाहिँ हामी चाहिँ त्यहाँबाट चाहिँ सगरमाथा बेस क्याम्प 3 दिनको यात्रापछि चाहिँ पुग्न सकिने रहेछ। तथापि 15-20 दिनको चाहिँ मौसमको प्रतिकूलताका कारण हामी चाहिँ अब एभरेस्ट बेस क्याम्प चाहिँ गइँदैन भनेर एकदम दोधारमा परेका छौँ। अब हेरौँ कतिसम्म मौसमले साथ दिन्छ। मौसम आजको जस्तै हुन गयो भने हामी गोक्योबाट चाहिँ बेस क्याम्पसम्मको यात्रालाई निरन्तरता दिनेछौँ। होइन भने अब हामी गोक्यो पुगेरै फर्किनुपर्ने बाध्यात्मक अवस्था रहन जान्छ। अनि बाटोहरू चाहिँ एकदमै राम्रो छ। यता चाहिँ अब हाम्रो खुम्बु पासाङ लामो गाउँपालिकाले चाहिँ यो बाटोलाई चाहिँ अलि स्तोर उन्नति गर्ने भनेर चाहिँ डिपिआर चाहिँ गर्न लागेको रहेछ। यसमा चाहिँ अब पालिकाले चाहिँ अब त्यो गर्दा त राम्रो हो। यद्यपि प्राकृतिक सौन्दर्यतालाई कायम गरिरहनको लागि चाहिँ मानवीय अब निर्माणहरू हुनु हुँदैन। अब सजिलै पुग्न सकिने र सजिलै हेर्न सकिने वस्तुहरूको मूल्य चाहिँ कम हुन जान्छ। त्यही भएर यस्ता क्षेत्रहरूलाई चाहिँ विकास गर्दाखेरि ध्यान दिएर कहाँसम्म चाहिँ विकास गर्ने, कहाँसम्म चाहिँ बाटोहरूलाई चाहिँ अलिक सहज बनाउने भन्ने कुरामा चाहिँ ध्यान दिनुपर्ने देखिन्छ। अब यो क्षेत्रैसम्म चाहिँ बाटोमा चाहिँ अब ढुङ्गा प्रस्तर चाहिँ बिछ्याउँदाखेरि राम्रै हुन्छ। तर पछि हिउँ परेपछि यो बाटोहरू चाहिँ केही पनि नदेखिने भएकाले यता चाहिँ अब खासै त्यो आवश्यकता होइन भन्ने लाग्छ। यो सिजनमा मात्रै गरिने ट्रेक रहेछ। अब यसमा चाहिँ सिजनमा हिँड्न सकिन्छ। अफ सिजनमा अब हिउँ बिलाएर पग्लिसकेपछि मात्रै हिँड्नुपर्छ भनेपछि चाहिँ अब त्यो बाटोको पनि खासै औचित्य रहँदैन। त्यही पनि पर्यटकीय दृष्टिकोणले धेरैभन्दा धेरै पर्यटक आउन सक्ने अवस्था रहँदा र पर्यटक ल्याउन सक्ने हामीसँग क्षमता रहँदा बाटोहरूलाई चाहिँ राम्रो बनाएर चाहिँ पर्यटकहरूलाई सहजै हाम्रो उच्च हिमालका सौन्दर्य दृश्यहरू चाहिँ हामीले देखाउन सक्ने रहेछौँ। यसमा अब थप चर्चा परिचर्चा गरिरहन जरुरी छैन। यो बाटोमा चाहिँ एकदम चाहिँ सास बढ्ने, आफ्नो निरन्तर यात्रालाई चाहिँ अगाडि बढाउन नसकिने, ठाउँमा चौतारीहरूमा चाहिँ आफ्ना पाइलाहरू रोक्नुपर्ने, भारी बिसाउने र निरन्तर अगाडि लाग्नुपर्ने। अनि यस्तो नभए पनि बाँसको लट्ठी चाहिँ चेक्नै पर्ने रहेछ है। एउटा लट्ठी चाहिँ आवश्यकता पर्ने लगायतका कुराहरू महसुस गरियो। यस्तो राम्रो ठाउँहरू छन्। यसलाई हामी कन्टिन्यू दिनेछौँ है त।